everyone, welcome to our channel. Namaste everyone. I hope सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छौँ, आरामै छौँ। ड्यु टु द सम रिजन हामीले एक दिन भिडियो हालेको थिएनौँ अनि आज फेरि हामी हजुरहरूप्रति उपस्थित भइसकेका छौँ। हजुरहरूको माया साथ सपोर्टले गर्दा हामीलाई अझै अगाडि बढ्ने हौसला मिलेको छ। त्यही भएर आज फेरि हामी भिडियो लिएर आइसकेका छौँ। केको भिडियो के हो भनेर चाहिँ हजुरहरूले अन्तिमसम्म हेर्नुपर्ने हुन्छ है त। ओके, हामीले चाहिँ यहाँ काट्दैछौँ काँक्रा। यो चाहिँ सानो सानो स्लाइसमा काट्नुपर्ने हुन्छ हजुरहरूले चटपटीमा हाल्नको लागि। अनि यो चाहिँ तपाईँहरूलाई जति हाल्न इच्छा छ त्यति हाल्नु होला है त। हामी चाहिँ यहाँ काट्दैछौँ, अब काटिसकेर फेर्छौँ। त्यसपछि हामीले हाल्नुपर्ने हुन्छ, ट्रान्सफर गर्नुपर्ने हुन्छ बोलमा। यति भइसक्यो, हेर्न सक्नुहुनेछ तपाईँहरूले पनि। बोक्रा छिलेर यसरी चाहिँ काट्नुपर्ने हुन्छ। म काटेको फेरि देखाउने छु है त। त्यसपछि यसरी सानो सानो स्लाइसमा काट्नुपर्ने हुन्छ प्याज। तपाईँहरूको आँखा पोल्न सक्छ, त्यसको लागि तपाईँहरूले आफै आफ्नो समाधान अपनाउनु होला। प्याज पनि काटिसक्यौँ हामीले। त्यसपछि यतापट्टि हामीले बोलमा हालिसक्यौँ फेरि प्याज पनि। काँक्रा र प्याज हालिसक्यौँ हामीले। हाम्रो यहाँ पाक्दैछ चिया। हजुरहरू पनि कतिजना चिया लभर हुनुहुन्छ कमेन्ट गर्नु होला। त्यो पछि हामीले ठिक बनाइसकेका छौँ बन्दाकोपीको पात। यो चाहिँ बिग्रेको होइन र, त्यो चाहिँ बिग्रेकै नै चाहिँ हामीले काटेर फ्यालिसक्यौँ। त्यसलाई चाहिँ यो पनि काट्नुपर्ने हुन्छ तपाईँहरूले चप्प 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 बनाएर यसरी। अनि फेरि हामीले यतापट्टि ट्रान्सफर गर्नुपर्ने हुन्छ बोलमा। हाम्रो प्याज काँक्रा र बन्दाकोपी हाम्रो यहाँ ट्रान्सफर भइसक्यो बोलमा। हेर्न सक्नुहुन्छ तपाईँहरूले पनि दृश्य। त्यो पछि हामीले निकालिसकेका छौँ। फेरि ल्याएर टमाटर काट्नुपर्ने हुन्छ हामीले। फेरि कति हाल्न मन छ हजुरहरूलाई त्यति हाल्नु होला। फेरि हामीले ट्रान्सफर गर्नुपर्ने हुन्छ बोलमा यसरी चुप्प बनाएर। त्यसपछि हुन्छ हाम्रो काँक्रा, प्याज, बन्दाकोपी अनि टमाटर। देख्न सक्नुहुनेछ। त्यो पछि हामीले काट्नुपर्ने हुन्छ धनिया महँगीको कारण तपाईँहरूलाई जति इच्छा लाग्छ त्यति हाल्नु होला। त्यसपछि हामीले फेरि ट्रान्सफर गर्नुपर्ने हुन्छ बोलमा। देख्न सक्नुहुन्छ। त्यसलाई पनि पुस्नुपर्ने हुन्छ ताकि यो एकदमै महँगो छ, त्यही भएर। गाइस पानी पऱ्यो, हेर्नु न। ओ माई गॉड, कत्रो पानी पऱ्यो। हामीले हाल्नुपर्ने हुन्छ चना मटर। तपाईँहरूलाई जति हाल्न मन छ त्यति हाल्दा हुन्छ। यो चाहिँ भिजाउनु पर्ने हुन्छ। हामीलाई चाहिँ अत्याधिक मिठो लाग्ने भएका कारणले हामी चाहिँ अलिक धेरै हाल्छौँ चना र मटर चाहिँ। तपाईँले जति हाल्न मन छ त्यति हाल्नु होला।
त्यो पछि हामी हाल्न गइरहेका छौँ चाउचाउ। यो चाहिँ तपाईँहरूले अप्सनलमा राख्नु होला, अप्सनमा राख्नु होला। तपाईँलाई हाल्न मन छ भने हाल्नु होला, हाल्न मन छैन भने हाल्नु होला। हामीलाई चाहिँ मिठो लाग्छ त्यही भएर हामी हाल्छौँ। सानैले कुचुक कुचुक बनाएर खोलिसकेकी छे। यसको मसला पनि तपाईँले हाल्न सक्नुहुन्छ ताकि चटपटेमा अझै धेरै स्वाद आउँछ, अझै धेरै मिठास ल्याउँछ। त्यही भएर त्यसको कारणले यसको चाउचाउको मसलाको तेल पनि हाल्न सक्नुहुन्छ। यो चाहिँ अप्सनमा हो, तपाईँले हाल्न मन छ भने हाल्न सक्नुहुन्छ, हाल्न मन छैन भने नहाल्न सक्नुहुन्छ। तर हाल्दाखेरि अझै मिठो स्वाद आउँछ। त्यसपछि हामीले हाल्न गइरहेका छौँ भुजिया। यो पनि अप्सन हो। अब हामी हाल्दैछौँ चना मटर। यो पनि अप्सनमा हो, तपाईँहरूले जति हाल्न मन छ त्यति हाल्नु होला। चना हाल्नु चाहिँ देख्न सक्नुहुन्छ हाम्रो यतिको भइसक्यो। अब हाम्रो पालो आउँछ मुरैको। यत्रो बटालिसकेपछि हामीले हाल्नुपर्छ यहाँ ठिक्क। तपाईँहरूलाई जति खान मन छ त्यति। फेरि यो बट्टाको सबै हाल्नुभयो भने खाइसक्नुहुन्न, त्यही भएर जति हाल्न मन छ त्यति। We both like चटपटे, त्यही भएर हामीले मुरै अलिक धेरै हाल्यौँ। हामीले चाहिँ हाल्न गइरहेका छौँ करेन्टको धुलो मसला। अनि तपाईँहरूले चाहिँ अप्सनमा खोर्सानी पनि काटेर हाल्न सक्नुहुन्छ। जसलाई जे हाल्न मन छ त्यो हाल्न सक्नुहुन्छ, यही हाल्नुपर्छ भन्ने चाहिँ होइन है। त्यो पछि हामी हाल्दैछौँ धनियाँको छोप। धनियाँकोले चाहिँ अझै इन्हेन्स गर्छ चटपटेमा, त्यही भएर हामी चाहिँ प्रायः धनियाँकै छोप बनाउँछौँ। यस्तो भइसकेको छ, देख्न सक्नुहुन्छ। पछि हामी हाल्छौँ थोरै रातो कलर, अझै चटपटेमा इन्हेन्स होस् भनेर। यो चाहिँ फुड कलर हो। त्यो पछि हामी हाल्छौँ तोरीको तेल। सुक्खा चटपटेमा चाहिँ तोरीको तेल एकदमै बेस्ट हो, त्यही भएर चाहिँ हामी हाल्छौँ तोरीको तेल। शुद्ध धारा तोरीको तेल। यो पछि हामी हाल्न जाँदैछौँ थोरै ढुटो मसला कुटेको घरमै। यति हालिसकेपछि हामी हाल्छौँ अब यो पछि नुन स्वाद अनुसार। त्यो पछि हामी हाल्छौँ ब्ल्याक सल्ट भिरे नुन स्वाद अनुसार। यसले चाहिँ टेस्टहरू चाहिँ दामी दिन्छ। हाम्रो चाहिँ यस्तो देखिसक्यो। हामीले सबै थोक हालिसकेपछि एकैचोटि घोल्नुपर्छ। छिटै घोल्यो भने चाहिँ ओसिने चान्स बेसी हुन्छ, त्यही भएर। अब यो पछि हाल्छौँ हामीले अजिना थोरै। तपाईँ यो पनि अप्सनमा राख्न सक्नुहुन्छ। अजिना कतिलाई अजिना मोटो मन नपर्न सक्छ, हजुरले नहाल्न सक्नुहुन्छ। हामीले काट्नुपर्ने हुन्छ कागती अमिलोको लागि चाहिँ। तपाईँहरूले भेनेगर के अरू हाल्न पनि सक्नुहुन्छ। हामी चाहिँ हाल्छौँ कागती। हाम्रो चाहिँ यहाँ पाकिसकेको छ चिया। चिया चाहिँ हामी डेली खान्छौँ। तपाईँहरूले पनि खानुहुन्छ भने कमेन्ट गर्नु होला कसलाई मनपर्छ मन पर्दैन। अब यो हामीले हाल्नुपर्ने हुन्छ कपमा। हजुरहरूले चाहिँ डाडुले हाल्नु होला। हाम्रो यो पछाडि यो बजेको साउन्डलाई चाहिँ इग्नोर गरिदिनु होला प्लिज। हामी चाहिँ छौँ 3 जना, त्यही भएर 3टा कपमा हालेको। किन 3टा कपमा हालेको भनेर धेरै जिज्ञासा आउन सक्छ, त्यही भएर। अब हामीले हाल्नुपर्ने हुन्छ कागती। निचोड्नु होला, नभए त अमिलो छैदैन, त्यही भएर।
अब हामी चाहिँ घोल्छौँ हातले। यो चाहिँ मजाले हात धोकी छ यसले, त्यही भएर यो चाहिँ घरमै खाने हो। हातले घोल्दा चाहिँ मिठो स्वाद आउँछ भनेर हामीले चाहिँ हातले नै घोल्छौँ। यो चाहिँ घरमै खाने हो नि त, हामी 2 जना मात्रै खाने हो, त्यही भएर घोल्दाखेरि फेरि यतिको साउन्ड चाहिँ आउनुपर्ने हुन्छ है त सुक्खा चटपटेमा। अब हामी घोलिसकेर भेट्छौँ। हामीले चाहिँ यहाँ घोलिसक्यौँ चटपटे, यतिको भइसकेको छ। खानाको लागि रेडी भयो। अब हाम्रो चाहिँ यहाँ खाना रेडी भयो। तपाईँहरू पनि घरमा यसरी बनाएर खान सक्नुहुन्छ। यहाँ चिया पनि छ। यहाँ चाहिँ हाम्रो चटपटे सुक्खा चटपटे। वेदर हेर्नु न यहाँ यस्तो दामी छ, यस्तो वेदर अनि यस्तो चटपटे। आजको लागि चाहिँ यति नै। आई होप हजुरलाई भिडियो राम्रो लाग्यो होला। राम्रो लाग्यो भने लाइक शेयर सब्सक्राइब कमेन्ट गर्न नबिर्सनु होला। हजुरहरू पनि घरमा सुक्खा चटपटे यसरी बनाएर खान सक्नुहुन्छ। एकदमै स्वादिष्ट मिठो हुन्छ। अनि हजुरहरूलाई पनि गिलो चटपटेको चाहिँ रेसिपी चाहिन्छ भने चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला। बाई बाई एभ्रिवान। हामीलाई नबिर्सिनु होला। हामी फेरि अर्को भिडियो ब्लग लिएर आउनेछौँ। त्यति बेलासम्मको लागि यो भिडियो हेरेर इन्जोय गर्नुहुन्छ भन्ने आशाका साथ यहाँदेखि बिदा हुन चाहन्छु। हस्त नमस्ते।